नमस्ते। कार्यक्रम संस्कृति र परम्परामा हामी संस्कृति, परम्परा, इतिहास र पुरातत्वको कुरा गर्न आइसकेका छौँ। म उद्धव र प्राविधिक साथी भोला तिमिल सिन्हाका साथमा सरदेव भिक्षु अशोक आजको अतिथि हुनुहुन्छ। उहाँ जितवन बिहार थानकोटको संस्थापक एवं प्रमुख पनि हुनुहुन्छ। उहाँले नेपाल र श्रीलङ्कामा बौद्ध ज्ञानमा उच्च शिक्षा हासिल गर्नुभएको छ। विभिन्न भाषामा समेत दखल राख्नुहुने सरदेव भिक्षु अशोकलाई रेडियो थाहा संचारको स्टुडियोमा हार्दिक स्वागत छ। नमस्ते उद्धवपुरजी। संस्कृति र परम्परा कार्यक्रममा हामी करिब आधा घण्टा तपाईँसँगै हुन्छौँ। तपाईँलाई बेग्लै मनोरञ्जन र जानकारी गराउँदछौँ। तपाईँ हाम्रो कुरामा केही उत्सुकता जगाउँछौँ र तपाईँको पनि सहयोग र सहभागिता चाहन्छौँ। संस्कृति, परम्परा, इतिहास र पुरातत्वको विषयमा तपाईँसँग कुनै नयाँ जानकारी छ भने हामीलाई पठाउन सक्नुहुनेछ। हामी प्रसारण पनि गर्नेछौँ। आजको अतिथि सरदेव भिक्षु अशोकसँग हामी बौद्ध धर्ममा प्रचलित वर्षावास र कठिन दानको बारेमा कुराकानी गर्दैछौँ। वर्षावास समाप्त भएर अहिले कठिन दान चलिरहेको छ। भन्थे यो अहिले वर्षावास समाप्त भयो। वर्षावास यो पूर्णिमादेखि समाप्त भयो। अब वर्षावास 3 महिनासम्म भिक्षुहरू बस्नुहुन्छ एकै ठाउँमा। हजुर। बिहारमा मात्र होइन, कसैले बिहार नभएको ठाउँमा कुटी बनाएर बस्नुहुन्छ। कोही भिक्षुहरू चाहिँ वर्षावासको लागि अब केही बस्ने ठाउँ छैन भने गुफामा भएर पनि हुनेहरू छन्, बस्नेहरू छन्। त्यस्तै गरी कोही चाहिँ अब ठाउँै नभएपछि केही न केही पाटी पौवामा पनि 3 महिनासम्म वर्षावासको रूपमा बस्ने चलन छ। असार पूर्णिमादेखि वर्षावास चाहिँ सुरु हुने। यो गौतम बुद्धको समयदेखिबाटै सुरु भएको भनेर मानिन्छ। यो चाहिँ अब भगवान बुद्ध 2500 वर्ष अगाडिदेखि नै सुरुवात भएको र उहाँले नै वर्षावास बुद्ध ज्ञान प्राप्त गरेर पहिलो वर्षावासको रूपमा सारनाथ इसिपत्न मृगदावन बिहारमा उहाँ विराजमान हुनुभएको थियो भने अनि उहाँ बसेर सुरुमा चाहिँ मान्छेहरूले केही कुरा उठेको थिएन। पहिला मान्छेहरू भगवान बुद्धको शिष्यहरू कमै थियो। भगवान बुद्धले अनि अब यो धर्म चाँडै प्रचार प्रसार गर्नु पर्यो भनेर भिक्षुहरू पहिला 5 जनालाई त्यहाँ उपदेश दिएर पञ्चवर्गीय भिक्षुहरूलाई धर्मचक्र सूत्र सारनाथमा सबैभन्दा पहिला शिष्य बनाएकै तिनीहरूलाई 5 जना कोण्डन्य, भद्य, उपमा, नाम र असजी भन्ने 5 जनालाई भिक्षु बनायो। त्यसपछि त्यही सारनाथ भनेको अब वाराणसी नजिक अनि वाराणसीको एकजना सेठ महाजनको छोरा यसो भन्ने ऊ चाहिँ धेरै नै विरक्त भएर, जस्तै सिद्धार्थ कुमार पनि अब बिरामी भइराखेको मान्छे देखेर, रोगी भएको, लास र त्यागी भएर देखेको आदि 4वटा चिजलाई देखेर विरक्त भएर 29 वर्षको उमेरमा गृह त्याग गरे जस्तै अनि यसो कुलपुत्र त्यस्तै त्यागेर अनि अब कहाँ जाने भने भागेर आएको मान्छे। अनि जहाँ भगवान बुद्ध सारनाथमा बसिराखेको थियो, भगवान बुद्धलाई देख्नुभयो र भगवान बुद्धको उपदेश सुनेर उहाँ पनि भिक्षु हुनुभयो। उहाँ भिक्षु भएको हुनाले साथीहरू 4 जना पुन्नजी, सुबाउ, गौतमपति उनीहरू पनि भिक्षु हुन आयो। अनि त्यसरी अनि उनीहरू साथीहरूको पनि फेरि अरू साथीहरू 50 जना, जम्मा 60 जना। पहिला 5 जना भयो अनि यसो कुलपुत्र, उसको साथीहरू 4 जना र अर्को 50 जना गरेर 60 जना भिक्षुहरू सुरुमा भगवान बुद्धको शिष्यहरूको रूपमा त्यहाँ परिणत भयो। त्यसपछि अनि भगवान बुद्धले जाऊ है, तिमीहरू अब एक ठाउँमा नबस, हाम्रो सङ्ख्या कम छ, मान्छेहरू धर्म भनेर धर्म कसरी गर्ने बुझ्नेहरू कम छन्, राम्रोसँग बुझाऊ। जातपात छुवाछुत यो उनीहरू संस्कृतिको रूपमा चलाइरहेछ, त्यो मान्छेहरूको धर्म होइन। ल यसरी धर्म प्रचार प्रसार गर्न जाऊ भनेर दुःख के हो, दुःखबाट कसरी मुक्त हुने त्यो मार्ग देखाइदिनु भनेर सिकाऊ भनेर भगवान बुद्धले चरथ भिक्षवे चारिका बहुजन हिताय बहुजन सुखाय अत्ताय हिताय देव मनुष्यहरूको हितको लागि तिमीहरू एउटै बाटोमा नहिँड, एउटा बाटोमा एकजना मात्र हिँड, धर्म प्रचार प्रसारमा लाग भनेर यसरी भगवान बुद्धले देखाउनु भएको मार्ग अनुसार अनि वर्षावास पनि बस्नुभएको थिएन। भिक्षुहरू आफ्नो ठाउँमा पानी पर्ने बेलामा पनि, घाम लाग्ने बेलामा पनि यसरी धर्म प्रचार प्रसार गरिरहेको देखेर अनि मात्र अनि मान्छेहरूले कुरा उठाउन थाले। ओहो, चराचुरीहरू पानी पर्ने बेला यताउता नजाने, अरू निगन्तनाथहरू, जटिलहरू अनि फेरि आजीवकहरू, ऋषिमुनिहरू सबै
एकै ठाउँमा बस्ने पानी परेको कारणले गर्दा ल भगवान बुद्धको श्रावकहरू चाहिँ यसरी हिँड्ने बानी छ। किरा फट्याङ्गाहरू कुल्चिन्छ, त्यो पानी पर्ने बेलामा घाँस नयाँ घाँस असारदेखि अलिअलि आउने भएको हुनाले त्यसलाई पनि ढक्का पनि भयो। उहाँहरू पनि यसरी हिँड्दाखेरि उहाँलाई पनि रोगले च्याप्ने भयो, समस्या लुगाहरू चिवरहरू भिक्षुहरूले चाहिँ रुगा भन्ने चिजलाई वस्त्रलाई चिवर भन्छ। त्यसरी भएन भनेर यसरी कुरा उठाएको कारणले गर्दा अनि भगवान बुद्ध ल 3 महिनासम्म हामी पनि एक ठाउँमा बसौँ भनेर अनि वर्षावास बसाउने यसरी सुरुवात गरेको। बुद्धले आफैले नै वर्षावास सुरु गर्नुभएको। अब वर्षावासको समयमा बाहिर जानु हुँदैन, विभिन्न नियमहरू छन्, विनयले त्यसलाई अब त्रिपिटक भनेर हाम्रो अब सबैले थाहा छ। अब हिन्दूहरूको भगवत गीता, अनि क्रिस्चियनको बाइबल, मुसलमानहरूको अनि उनीहरू कुरान भने चाहिँ अनि भगवान बुद्धले दिएको उपदेश लेखेकोलाई अनि त्रिपिटक भन्छ। त्यसमा 3 थरीकाको छ, विनय नियममा बस्ने, अनि सूत्रहरू र गम्भीर धर्म अभिधर्मको रूपमा त्रिपिटक छ। अनि विनय पिटकमा भगवान बुद्धले नियम बनाएको अनुसार अनि मान्छेहरूले भन्टेरो वर्षावासमा कहीँ जानु हुँदैन, भिक्षुहरू कहीँ जानु हुँदैन भन्नुहुन्छ। तर अब भिक्षुहरू भनेपछि फेरि कसैले भिक्षु भन्ने को भने नचिन्नेहरू छन्। फेरि लामा भनेको चिन्नुहुन्छ, गुर्जु भनेको चिन्नुहुन्छ। किन सरसरादी विभिन्न प्रकारको वृत्तिहरूको क्रियाकलाप गर्नुको लागि बोलाउनु भएको हुनाले गुर्जुहरू चिन्नुहुन्छ। भिक्षु भनेपछि नचिन्नेहरू रहेछ धेरै जसो। भिक्षु खास मङ्क भन्छ अङ्ग्रेजीमा, अनि मङ्क भनेको खास त्यागीहरू हो होइन। अब बुद्ध धर्ममा त्यागी भएकाहरूलाई भिक्षु भन्छ। बुद्ध धर्ममा पाली शब्द भिक्षु भन्ने शब्द हो। अनि उहाँहरू चाहिँ वर्षावास समय बाहिर जानु हुँदैन भन्छ, तर जानुहुन्छ, तर अधिष्ठान गरेर जानुपर्छ। 6 रात चाहिँ बाहिर सुत्नु हुन्छ, 60 रात चाहिँ बाहिर सुत्नु हुँदैन। 6 रात सुतेर अनि 60 दिनमा अनुमतिले सहमतिमा भिक्षु सहमति। भिक्षुहरू भएको ठाउँमा भिक्षुहरूको सहमति लिएर जानुपर्छ। अब कोही ठाउँमा हुँदैन, नभएको ठाउँमा चाहिँ आफैले मनमा अधिष्ठान गरेर जानुपर्छ। सप्ताहकरण भन्छ। 7 दिनको अगाडि जसरी भए पनि यहाँ वर्षावास बसेको स्थानमा आउनेछु भनेर अधिष्ठान गरेर जाने। यो विशेष गरी भिक्षुहरूको यो समयमा खानपान र अरू सुविधाका कुराहरू जुन दैनिक जीवनमा चल्छन्, यी कुराहरू कसले उपलब्ध गराउँछ? अब यहाँ चाहिँ अब देश अनुसार फरक हुँदो रहेछ। अब हाम्रो नेपालमा अब बुद्ध धर्म प्रचार प्रसार भएर, थेरवादी बुद्ध धर्म प्रचार प्रसार भएर 70-80 वर्ष मात्र भर्खर पुग्न लागेको। अब त्यो कारणले गर्दा यहाँ त्यतिको बलियोसँग त त्यस्तो भिक्षुहरूलाई सुविधासँग त पाएको छैन। तर पनि अहिले धेरै त्योभन्दा पनि अब प्रगति हुँदै आएको छ। वर्षावास बस्ने भिक्षुहरूलाई चाहिँ अहिले चाहिँ 3 महिनासम्म बस्ने भन्नेहरूलाई जलपानको रूपमा बिहान ब्रेकफास्टको रूपमा ल्याइदिनेहरू छन्। बोलाउने भोजन ठाउँमा बोलाउँछन् बिहान दिउँसोको लागि। यसरी बोलाएर चाहिँ त्यो खानेपिउने चाहिँ उहाँहरूलाई चाहिँ अहिले सुविधा चाहिँ अलिअलि हुँदैछ। आज हामी रेडियो थाहा सञ्चारको स्टुडियोमा सरदेव भिक्षु अशोकसँग कुराकानी गरिरहेका छौँ र कुराकानीको विषय हामी यो वर्षावास र कठिन दानको विषयमा छौँ। वर्षावासकै सम्बन्धमा अलिकति जनचासोको कुराहरू छन्। भिक्षुहरू के गर्छन्, कसो गर्छन्, धेरै मानिसहरूलाई जानकारी छैन। अब यो वर्षावासमा यहाँले भने जस्तो अब बिहारभित्र बस्नुहुन्छ होइन। अब त्यो बेलामा जे प्राप्त हुन्छ त्यो कुराहरू र अरू धर्मकर्मका बौद्ध धर्म सम्बन्धीका ज्ञानगुणका कामहरू सिकाउने कुराहरू पनि हुन्छन् हैन। अनि अब त्यो पनि भयो। अब उद्धवपुरीजीले थाहै डाक्टर उहाँ त्यसको बारेमा धेरै अध्ययन भएको तपाईँलाई थाहा छ। अब थाहा नहुनेहरू धेरै छन्। अब वर्षावास बस्ने भिक्षुहरू पहिला भगवान बुद्धको पाला मैले भन्नु लागेको। भगवान बुद्ध कहाँ भिक्षुहरू जाने र भगवान बुद्ध कहाँ गएर आफ्नो चरित्र अनुसार, चरित्र भनेको हामीहरू मान्छेहरूमा 6वटा चरित्र हुन्छ जति भए पनि। कोही रागले बढीहरू, कोही चाहिँ रिसले बढी, कोही चाहिँ मोह चरित्र भन्छ, कोही प्रज्ञा चरित्र, वितक्क चरित्र र अर्को चाहिँ श्रद्धा चरित्र भनेर 6वटा चरित्र हुँदो रहेछ। अनि त्यो चरित्रलाई योग्य सुहाउने
ध्यान भगवान बुद्धले सिकाउनुहुन्छ। अनि अब जस्तै कि डाक्टर कहाँ गएपछि कुन रोग लागेको हो त्यो रोग अनुसार उपचार गरे चाहिँ भगवान बुद्धले पनि उनीहरूको चरित्र अनुसार मनलाई शान्त गराउने तरिका उहाँले थाहा थियो। त्यसैले उहाँले त्यो भिक्षुलाई योग्य ध्यान तरिका सिकाएर पठाउने। अनि 3 महिनासम्म उहाँहरू बसेर जसरी भए पनि त्यो 3 महिनाभित्र उहाँहरूको ज्ञान प्राप्त गर्ने, त्यसरी उहाँको पालामा त्यस्तो गर्ने गर्थ्यो। अनि 3 महिनासम्म कहाँ भगवान बुद्ध कहाँ ध्यान सिक्यो अनि कुन ठाउँमा शान्त वातावरण छ त्यो ठाउँमा गएर उहाँहरू वर्षावास बस्ने गरिन्थ्यो। अनि त्यसरी वर्षावास बसेपछि अब त्यो नयाँ ठाउँमा मान्छेहरू पनि आउँछ अनि उसले सिकेको चिज नयाँ मान्छेहरूलाई पनि सिकाउने। यसरी मान्छेहरूले नबुझेको आफैले पहिला ध्यान बसेर बुझेको चिज अरूलाई चाहिँ बुझाउने गर्ने त्यो बेलामा चलन थियो भने अब पनि भिक्षुहरू पनि यहाँ पनि यस्तै वर्षावासको समयमा जहिले पनि पूजापाठ हुन्छ, ध्यान भावना सिकाउनुहुन्छ। विभिन्न प्रकारले धर्मको बारेमा, बुद्ध धर्मको बारेमा मान्छेहरूलाई ज्ञान दिएर 2वटा आँखाले हेर्ने मान्छेहरूलाई 3वटा आँखाले हेराउने गर्छ। ज्ञानको आँखाले पनि हेराउने बुझाउने गर्ने चाहिँ वर्षावासको समयमा सबैले धेरै ठाउँमा यसरी भिक्षुहरूले चाहिँ आफ्नो आत्म शान्तिको लागि, आध्यात्मिक प्रगतिको लागि यसरी सेवा गर्ने मौका चाहिँ पाउने समय चाहिँ हो। अब यो भिक्षुहरूमा एउटा वरिष्ठताको लागि पनि वर्षावासको महत्त्व छ। अब तपाईँले थाहा नै छ होला, उद्धवपुरी त अब जहिले पनि यताउता घुम्दै अध्ययन गर्दै जानुभएको भएको हुनाले डाक्टर अब तपाईँ चाहिँ थाहा नै भएको कुरा हो। अब थाहा नहुनेहरूले थाहा छ कि यहाँ भिक्षुहरू वर्षावास बसेन भने उनीहरूलाई आपत्ति पर्न आउँछ, बिगारेको आरोप लगाउँछ अनि आफ्नो आत्मा अशान्ति हुन्छ। जसले वर्षावास बस्नुहुन्छ अब 20 वर्षको उमेरमा भिक्षु हुन्छ अनि उमेर 20 वर्ष पुगेपछि भिक्षु प्राप्त गरिसकेपछि अनि 10 वर्ष वर्षावास बसेपछि स्थविर तहमा पुग्नुहुन्छ। एक तह उहाँ माथि प्राप्त गर्न सक्छौँ। त्यसपछि अर्को फेरि 10 वर्ष प्राप्त गरेपछि महास्थविर भनेर यसरी उहाँहरूलाई सम्मान गर्ने र उहाँ वरिष्ठताको ठाउँमा पुग्ने निर्धारणको एउटा भने मान्ने वर्गको रूपमा अनि हामी भिक्षुहरू पनि अब वर्षावास कति हो तपाईँ भनेर यसरी सोधेर अनि आफूभन्दा जेठो भयो भने सम्मान गरेर उहाँलाई अगाडि राखेर हामी पछाडि बस्ने यो चाहिँ गरिन्छ। यो चाहिँ वर्षावासले नै तोकिने, उमेरले चाहिँ होइन। अब कोही चाहिँ उमेर गएर भिक्षु हुनेहरू छन्, उनीहरू उमेर धेरै गए पनि वर्षावास कम छ भने वरिष्ठ चाहिँ हुन पाउँदैन। अनि ज्ञान वर्षावासले ज्ञानको पनि वृद्धि गराउँछ भन्ने एउटा मान्यता छ। वर्षावास बसेपछि अब ध्यान भावनामा लाग्नुहुन्छ, धेरै ज्ञान गुण सिकिन्छ। त्यसैले उहाँहरूलाई चाहिँ मान सम्मान चाहिँ हुन्छ। भनेको मतलब उमेरले होइन, ज्ञान गुणले सम्मान गर्ने चाहिँ यहाँ चाहिँ गरिन्छ। वरिष्ठता पनि त्यसैले निर्धारण गरिन्छ। अब वर्षावास त अहिले अब हाम्रो असारदेखि सुरु भएर अहिले सकिँदैछ, अहिले त सकिएर वर्षावास सकिएर कठिन दान सुरुवात। अब यो वर्षावाससँग कठिन दान भनेर जोडिन्छ, यो कठिन किन भयो? दानको कठिन भनेको अब एउटा चाहिँ कठिनाइको रूपमा पनि बुझ्नुपर्छ। हजुर, कठिन भनेको जस्तै जमिन चाहिँ धेरै कडा, त्यो हुरीले यो जमिनलाई हलाउन सक्दैन। अनि ठुलो वज्रको पर्वतलाई जसरी फुटाउन गाह्रो हुन्छ त्यसरी यो चाहिँ कसैले पनि पैसा भएर पनि म कठिन दान गर्छु भनेर यो निर्धारित गर्न सक्दैन। कठिन दान गर्नको लागि विधि पूर्ण हुनु पर्यो, वर्षावास बस्ने भिक्षु हुनु पर्यो, कठिन दान दिनुको समय हुनु पर्यो। फलाना समयदेखि नै कठिन दान गर्नुपर्छ। कठिन भनेको कठिनाइ, भिक्षु बस्नु पर्यो, वर्षावास पुरा गर्नु पर्यो र त्यो महिनाभित्र मात्र गर्न पाउने। अरू महिनामा गर्छु अहिले पैसा छैन भनेर त्यो चाहिँ छुट्याउन नसक्ने भएको हुनाले यो कठिन पठवी रिवन कम्पति, यो पृथ्वी कम्पा गर्न नसके चाहिँ यो कठिनको समयलाई चाहिँ कसैले पनि यो यताउता गर्न चाहिँ पाउँदैन। कार्तिक महिनादेखि मङ्सिर महिना एक महिनाभित्र मात्र गर्न पाउने। म्हणजे यो समयमा भिक्षु जो वर्षावास बसेका भिक्षुहरू छन् उहाँहरूलाई आवश्यक
सामग्रीहरू चिबर अब कठिन दान भनेको फेरि बुझ्नुपर्छ। कठिन दानमा चाहिँ दिने चाहिँ अरू होइन, फेरि भक्तेहरूले लगाउने तीन प्रकारको चिवर छन्। चिवर भनेको वस्त्र। अब एउटा चाहिँ डबल सिलाएको जाडो महिनामा ओछ्याउनु पनि मिल्ने ओर्नु पनि मिल्ने गरी बनाएको डबल चिवरलाई अनि सङ्घाती भन्छ। अनि गर्मी महिनामा लगाउने एउटा मात्र चिवरलाई उत्तर सङ्घाती भन्छ। अनि तल लगाउने सानो चिवरलाई अन्तर्वास चिवर भनेर ती चिवर भन्छ। त्यो तीनवटा चिवरमध्ये तिनैवटा चिवरलाई कठिन दान भन्दैन। त्यसमध्ये एउटा मात्र कठिन चिवर दान दिने, त्यसलाई चाहिँ कठिन दान भनेर भनिन्छ। भिक्षुहरू यो फेरि अरू जस्तो होइन। यो कठिन दान गर्दाखेरि फेरि भिक्षुहरू सबै बोलाउँछ। कठिन दान सबै भिक्षुलाई दान दिने, एकजना भिक्षुलाई भनेर होइन। मैले चिन्ने भिक्षुलाई, मेरो दाइ पर्ने, मेरो नाता पर्ने भनेर दिनु सक्दैन। यो चाहिँ सबै भिक्षुहरूलाई बोलाएर दान दिने। दिइसकेपछि फेरि त्यो भिक्षुहरूले के गर्छ, उपोषदगार भनेर हामी विनय कर्म गर्ने, नियमबद्ध गर्ने एउटा सीमा गृह भन्ने हुन्छ। सबै ठाउँमा हुँदैन। हाम्रो आनन्दकुटी बिहारमा, विश्वशान्ति बिहारमा, यो ठाउँमा 4-5 ठाउँमा छ। सुमङ्गल बिहारमा, पाटनमा, त्यसरी 4-5 ठाउँमा छन्। अनि त्यहाँ गएर के गर्नुपर्छ, फेरि भिक्षु वर्षावास बसिसकेपछि भिक्षुहरू पवारण गरेकाहरू फेरि त्यहाँ गएर त्यो कसलाई दिने, यो कठिन चिवर जो योग्यता छ त्यो योग्यतालाई, जोसँग चिवरको कमी छ त्यो भिक्षुलाई, अनि फेरि भिक्षुसँगले फेरि प्रदान गर्ने। दुईचोटि प्रदान, एउटा उपासकहरूले भिक्षुहरूलाई प्रदान गर्छ, अनि भिक्षुहरूले एक ठाउँमा राख्छन् त्यसलाई। भिक्षुहरू बसेर अनि फेरि त्यही दिनमा एकजना वर्षावास बस्नु भएकाहरू धेरै छन् भने तिनीहरूमध्ये चिवरको अभाव कसलाई छन्, योग्यता कसलाई छन् भनेर योग्यतालाई छानेर फेरि भिक्षुहरूलाई उसलाई प्रदान गर्ने चलन छ। त्यो वरिष्ठ भिक्षुले गर्नुहुन्छ। त्यो चाहिँ वरिष्ठ भिक्षु भने त्यहाँ गएपछि सबै एउटै दर्जामा हुन्छ। बिहारमा चाहिँ प्रदान गर्छ कसले? बिहारमा भिक्षुहरूलाई कसले प्रदान गर्छ भन्दा जो त्यहाँ दान प्रदानको लागि आउनुभएछ भिक्षुहरू, पाल्नुभएका भिक्षुहरूले, अनि त्यहाँ उपोषदमा गएर ल यो फलाना भिक्षुलाई यो दिने भयो भनेर निर्णय गरेर अनि भिक्षु सङ्घ भनेपछि एकजना वरिष्ठ भन्ने हुँदैन, सङ्घ 4-5 जना छ भने 4-5 जनाले अनि त्यो योग्य भिक्षुलाई प्रदान गर्ने। त्यसरी दुई प्रकार प्रदान गर्ने भएको कारणले गर्दा पनि यो चाहिँ अरूभन्दा पनि विशेष त छ, कठिन छ। कसैले चाहेर एउटैलाई दिन्छु भनेर पाउँदैन। त्यसैले यो कठिन भनेको एउटा अमूल्य। के दान हुन्छ? अब चिवरको कुरो भयो होइन। अब त्यसपछि अरू अब यसमा चाहिँ भिक्षुहरूको दान चाहिँ 8 प्रकारको दान छन् होइन। त्यो 8 महादान भन्छ। एउटा चाहिँ कठिन दान भयो, वर्षको एकचोटि वर्षावास बस्ने भिक्षु भएको खण्डमा। अनि चाहिँ अर्को चाहिँ अस्तपरिष्कार दान। अस्तपरिष्कार भनेको 8 वटा भिक्षुहरूलाई नभई नहुने चिजहरू, त्यो दिनमा रूपमा नभई नहुने जुन कारणले गर्दा भिक्षुहरूले अर्काकोबाट निर्भरित हुनु पर्दैन। आफै स्वयं भिक्षाटन गएर आफ्नो जीवन निर्वाह गर्नको लागि, कपाल खोर्नुको लागि ब्लेड चाहियो, अनि अन्तर्वासलाई बाँधिराख्नुको लागि कायबन्धन भन्ने पेटी चाहियो, पानी कता टाढा जाँदाखेरि छान्नु पर्ने पानी हुन्छ, छानेर पिउनुको लागि त्यो पानी छान्ने त्यो कपडा भयो, अनि त्यो 3वटा चिवर भयो। त्यसपछि चिवर च्याटेको खण्डमा फेरि सिलाउनुको लागि जानु पर्दैन, आफैले सिलाउने, त्यसको लागि सियो धागो भयो। त्यसरी त्यो 8 वटा चिजलाई अस्तपरिष्कार त्यो 2 नम्बरमा पर्न आउँछ। 8 वटा महादान मध्ये पहिला चाहिँ कठिन दान भयो, अनि अस्तपरिष्कार दान, अनि भिक्षुहरूलाई सङ्घलाई भोजन दान दिने 3 वटा भयो। मूर्ति दान दिने, अनि बुद्धको मूर्ति दान दिने, अनि धर्मको किताब लेखेर हुन्छ कि लेखेको मान्छेको लिएर आफैले छापेर हुन्छ कि त्यो पनि गर्ने। त्यसपछि भगवान बुद्धलाई आराम बिहार बनाइदिने, कुटी बनाइदिने, अनि बाथरुम टोयलेट बनाइदिने, जग्गा बिहारको सङ्घको लागि भनेर छुट्टै दान दिने। यस्तै त्यसलाई 8 वटा दानलाई महादान भन्छ। त्यो मध्ये धेरै गाह्रो
त्यो चाहिँ कठिन दान नै मानिन्छ। अब यो बेलामा के प्राप्त हुन्छ? अब त्यो बेलामा अब कठिन दानको उपलक्ष्यमा मेन चाहिँ कठिन दानै भयो। अब त्यसको उपलक्ष्यमा अस्त्र परिष्कार दान दिन्छ, कसैले साबुन दान दिन्छ, मञ्जन दान दिन्छ, पैसा दान दिन्छ, चामल दान दिन्छ, बिस्किट दान दिन्छ, चक्लेट। अब मान्छेहरूको गच्छे अनुसार इच्छा अनुसार मान्छेहरूले के मनपर्छ त्यो प्रदान गर्छ। अनि चाहिँ त्यो चाहिँ कठिन दानकै एउटा अङ्ग हुन आउँछ। कठिन दान मेन भइहाल्यो। अनि त्यसको अर्को चाहिँ शिशु परिष्कार भनेर कसैले रुमाल दान दिनेहरू छन्, कसै कल्पवृक्ष दान भनेर, अनि कल्पवृक्ष भनेर एउटा रुख राखेर त्यो रुखमा बाल्टिनहरू के बिहारको लागि चाहिने उपकरणहरू सबै झुन्याएर अनि भिक्षु सङ्घलाई दान दिने। यसरी त्यो कठिन दानमा चाहिँ दान प्रदान गर्ने। अब हामी सधैँ भिक्षु अशोकसँग कुराकानी गरिरहेका छौँ र यो कठिन दान र वर्षावासको विषयमा कुराकानी गरिरहेका छौँ। विशेष गरी अहिले हामी कठिन दानको सम्बन्धमा कुरा गर्दैछौँ। यो यहाँ त श्रीलङ्का बस्नुभयो, लामो समय अध्ययन गर्नुभयो होइन? अब त्यस्तै अरू देशहरू पनि घुम्नुभयो, फेरि अलि लामो समय कोरिया पनि बस्नुभयो, त्यहाँ पनि बस्ने अब बस्नुभयो। यी देशहरूको विशेष गरी यी कुराहरू प्रचलनहरू थेरवादमा चल्ने हुन्, थेरवादमा चल्ने छन्। तर कठिन दान चाहिँ थेरवादीहरूले मात्र गरिन्छ। अनि त्यही तरिकाले कोरियामा महायानीहरूले पनि अर्को तरिकाले गरिन्छ। त्यही त अब श्रीलङ्का र कोरिया, थाइल्यान्ड जस्ता देशहरू, म्यानमारमा पनि यहाँ पुगिसक्नु भएको छ। यी सामान्यतया कस्तो छ? अब श्रीलङ्काहरू चाहिँ धेरै श्रद्धा र बुझ्नेहरू होइन, बुद्धहरू मान्नेहरू भएको कारणले गर्दा उनीहरूले चाहिँ 3 महिना यति राम्रोसँग गरिन्छ कि अनि त्यो भन्टेलाई पनि हेरविचार गर्ने, दान प्रदान गर्ने। त्यस्तै गरी भिक्षुहरूलाई त्यो कठिन दान दिनुको लागि बिहान सबैले घरबाट जात्रा गरेर बाजाजा बजाएर अनि बिहारमा ल्याएर कपडा ल्याउने, पहिला कपडा ल्याएर अनि आउने सबै भक्तजनहरूले अलिअलि सिलाउने, कठिन चिवर सिलाउने गरिन्छ। अनि सबैले सिलाएर सेतो कपडा अनि 8-9 बजेसम्म कठिन चिवर तयार हुन्छ। त्यसपछि पानी उमालेर त्यसमा कलर राखेर अनि त्यो सेतो लुगा चिवरलाई त्यसमा पानीमा राखेर अनि त्यो फेरि कलर बनाइन्छ। अनि चिवर बनिन्छ अनि सुकाएर अनि कठिन दान भोजन दान दिने बेलामा सम्म 11 साढे 11 बजेभित्र सबै तयार हुन्छ। तयार भएर अनि भिक्षु सङ्घलाई यसरी प्रदान गर्ने चाहिँ चलन छ। अनि त्यो प्रदान गर्ने उनीहरू श्रद्धा कस्तो छ भने उनीहरूले भन्छ आर बते चक्कवती सिरिङ लबे, एक थोपा भन्छ, के भन्छ मैले, एकचोटि घुसार्दाखेरि त्यो घुसारेको पुण्यले चक्रवर्ती राजा हुन पाउने पुण्य प्राप्त गरिन्दछ भनेर चिवर सिलाउँदाखेरि त्यो चिवर सिलायो भने सिलाउने एक सियोको बुझाउँदाखेरि अनि त्यसको बमोजिम यस्तो पुण्य पाउँछ भन्ने विश्वासले उनीहरू चाहिँ एकदम श्रद्धा मेहनतले भक्तजनहरूले धेरै नै विश्वासका साथ त्यो चाहिँ राम्रोसँग सिलाउने गरिन्छ। अनि यहाँ त कोरियामा बस्नुभयो लामो समय होइन? कोरियामा के अनि कोरियामा चाहिँ कठिन दान भनेपछि 3 महिनासम्म उनीहरू जहिले पनि पूजापाठ चाहिँ गर्दो रहेछ, अधिष्ठान गरेर पूजापाठ गर्ने। अनि त्यससकेपछि उनीहरूले बिहारको भिक्षुहरूलाई बोलाउने अनि सबैले पूजापाठ गरेर सबैलाई दान दिलाउने गरिन्छ। जस्तै कि यहाँ नेपालमा सबै भिक्षुहरूलाई बोलाएर हामी तपाईँहरूको अब दसैँ तिहारमा भोज बोलाए जस्तै निमन्त्रण गरेर कठिन दान दिलाउने चलन छ भने थाइल्यान्डमा चाहिँ धेरैलाई बोलाउँदैन, जम्मा 9 जनालाई मात्र बोलाउँछ। 9 जनालाई बोलाएर कठिन दान दिलाउने चाहिँ चलन चाहिँ छ रहेछ। अब कठिन दान भनेको अब गृहस्थीहरू भक्तजनहरूलाई पनि पुण्य प्राप्त गर्ने, भिक्षुहरूलाई पनि त्यसको आनिशंस पाउने, दुवैतिरलाई आध्यात्मिक सुख प्राप्त गर्नको लागि उपकार हुने चाहिँ महादानको रूपमा कठिन दानलाई चाहिँ मानिन्छ। अहिले अब यहाँहरू कठिन दानमा व्यस्त हुनुहुन्छ? आजभोलि त कठिन दान सबै बिहारमा अब कठिन दान हुन्छ। अब कसैले अब नेपालमा चाहिँ अहिले कठिन दान गर्ने बेलामा लङ्कामा परेर आएको हुनाले मैले चाहिँ
रातभरि परिटान पाठ गराउने अनि भोलिपल्ट कठिन दान गराउने चाहिँ लङ्कामा सिकेर आएको हुनाले त्यो अनुसार मैले गरिरहेको छु। अरू ठाउँमा कमै छन्, एक ठाउँमा 2 ठाउँमा मात्र हुन्छ, धेरै जस्तो चाहिँ छँदै छैन। अब त्यो अनुसार कठिन दान चाहिँ बेच्दै छन्, आज पनि कठिन दान छन्। अब यसको सम्बन्धमा यहाँलाई भन्न बाँकी हामीले जानकारी गराउनु पर्ने कुरा केही छ? अब कठिन दान भनेको राम्रोसँग बुझ्नुपर्ने हो। अब कार्तिक पूर्णिमादेखि मङ्सिर पूर्णिमासम्म दिने 1 महिनाभित्र हुने अब त्यो हुन्छ। अब भिक्षुहरूले पनि ठाउँ ठाउँमा कठिन दान गर्ने सूचना पत्रिकामा छापिन्छ अनि त्यो अनुसार भन्टेहरू छलफल गरेर ल फलानु दिनमा म कठिन दान यहाँ हाम्रो बिहारमा कठिन दान हुन्छ भनेर निमन्त्रण कार्ड छापिन्छ, त्यो अनुसार गरिन्छ। अनि त्यो अनुसार गरेर हेर्नुपर्छ। यो चाहिँ धेरै नै सिक्नुपर्ने बुझ्नुपर्ने धेरै छन्, तर अब समय 8 घण्टामा एउटा सोधी पनि हालौँ, जस्तो वर्षावास बसेन भने के हुन्छ? वर्षावास भने आपत्ति हुन्छ। आपत्ति भनेको विनयलाई बिगारेको हुन्छ, सिललाई बिगारे, नियममा नबसेपछि अब हामी नियममा बसेन भने हामीलाई कति मनमा अशान्ति हुन्छ। अब उहाँलाई नि त्यसरी अशान्ति हुन हुन्छ। अब फेरि वर्षावास बसिसकेपछि फेरि छोड्नु पनि मिल्छ। अब त्यहाँ चोरहरूले दुःख दियो भने, बारी आएर त्यो बसेको कुटीलाई बगायो भने, त्यहाँ महामारी रोगले आक्रमण गर्यो भने, त्यो ठाउँमा आफू बिरामी भयो भने त्यसको चाहिँ आपत्ति लाग्दैन। अनि आमा बुवा बिरामी छ, हेर्नु जानुपर्ने अवस्था छ भने त्यो बेला पनि हामीहरू चाहिँ जान चाहिँ मिल्ने रहेछ। त्यसैले वर्षावास नबसे पनि त्यस्तो भिक्षुहरूलाई चाहिँ आपत्ति हुँदैन। नियमअनुसार गर्नु पर्यो, नियमअनुसार गर्नु पर्यो, आफू खुसी गर्न पाएन हैन। हामीले यी वर्षावासको यी कुराहरू को अतिरिक्त हामीले कठिन दानको कुरा पनि गऱ्यौँ। अब यो कठिन दान र वर्षावासलाई हामीले नेपालमा एउटा व्यवस्थित रूपमा लग्दैछौँ नि? अहिले चाहिँ व्यवस्थित हुँदैछन्, अहिले चाहिँ राम्रै छन्। हाम्रो एउटा सांस्कृतिक रूपमा, धार्मिक सांस्कृतिक रूपमा अहिले राम्रोसँग चलिरहेको छ। सबै भिक्षुहरू भेटभाट हुने अनि सबै उपासक भक्तजन पनि यसरी हुने, यो सबै हुने महिना चाहिँ यो कठिन महिनामै हो। अब यस्तो कुरा चाहिँ धेरै गर्नु छ। अब डाक्टर उद्धवपुरीज्यूले अब धेरै कुरा गर्नु यो विषयलाई लिएर अब 8 घण्टामा सबै त सकाउन सक्दैन है। हजुर, हुन्छ। अब हामी आजको अतिथि श्रद्धेय भिक्षु अशोकलाई रेडियो थाहा सञ्चारको स्टुडियोमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। डाक्टर उद्धवपुरीलाई र भक्तजन श्रावक सबैलाई धन्यवाद छ। अनि कार्यक्रममा सहभागी हुनुभयो तपाईँ सबैलाई धन्यवाद। अर्को शुक्रबार यसै गरी भेटौँला। नमस्ते। Coming up next. Haha Update.